आमा आज चाहिँ त्रिफोसा र त्रिफैना तपाईको जम्ल्या छोरीहरूको बर्थडे हो याद छ अब कति वर्ष पुगे त नभनौँ हैन उनीहरूको लागि प्रार्थना गरिदिनु पर्यो नि त्रिफोसा तपाईले गरिदिनु त्रिफैना मैले हैन आमाले गरिदिनु पर्यो नि त प्रभुले त्रिफैना त्रिफोसालाई आशिष दियोस् आज जन्मदिनमा भनेर ल कहिले गर्नु अब गर्नु ल सर्वशक्तिमान दयालु प्रभु परमेश्वर पिता तपाईको चरणमा हामी दुई आएको छौं विशेष गरी घरको यो बहिनीको लागि प्रार्थना गर्छौं छोरीहरूको लागि प्रार्थना गर्छौं प्रभु त्रिफैना र त्रिफोसा उनीहरूलाई प्रभु तपाईले सबै कुरोमा सम्हाल दिनुहोस् सबै कुरोमा ठिक हुन दिनुहोस् सम्हाल दिनुहोस् प्रभु आज बर्थडे छ आज उनीहरूको बर्थडे छ प्रभु यो बर्थडेमा पनि राम्रो होस् प्रभु एकदमै राम्रो होस् प्रभु तपाई प्रभुले नै यो बर्थडेमा आशिष दिनुहोस् अनि त्यो सबै बहिनीहरू यो सबै उनीहरू छोरीहरूलाई प्रभु तपाईले आशिष दिनुहुन्छ म धन्यवाद चढाउँछु परमेश्वर पिता अनि तिनीहरू त्यसरी आएको छ अनि तपाईमा प्रभु तिनीहरूले यसरी आफूलाई तपाईमा राखेको छ अनि प्रार्थना गर्छौं प्रभु म प्रार्थना गर्दछु तिनीहरूलाई तपाई प्रभुले सम्हाल दिनुहोस् अनि तपाई प्रभुले नै सबै कुरो गरिदिनुहोस् भनिकन तपाईसँग प्रार्थना गर्छौं अनि छोरीहरूलाई सबैलाई प्रभु तपाईले आशिष दिनुहोस् येशूको नाम येशू प्रभुको नाम आमेन आमेन आमा यहाँ त है आमाले जन्माको छोरीहरू पनि आमाहरू भइसक्यो नि त उनीहरूको पनि नानीहरू छ हैन यो परमेश्वरको आशिष हो के हो नि आमा ह्यापी बर्थडे त्रिफैना त्रिफोसा भन्नु त ह्यापी बर्थडे त्रिफैना त्रिफोसा May God bless you. May God bless you. आमाबाट धेरै माया अनि आशिष अनि आशिष ल गुड खुसी लाग्यो मजा लाग्यो